हेलो गाइस, नमस्कार। फेरि पनि हामी युट्युब च्यानलमा जोडिरहेको छौँ। हजुरले देखाउन सक्छौँ हामी अहिले चाहिँ प्युठान हामी चाहिँ अब यसो प्युठान बाने यहाँ चाहिँ हाम्रो साली अब मेला हेर्न जान लागेर सत्तिनु भएको छ, हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ निहान, यहाँ चाहिँ हाम्रो माइजू श्री यहाँ बस्नु भएको छ। साउने बन र आज मेला नहेर्नु जाने रे ता पसल हेर्नु भएको छ। यहाँ चाहिँ हाम्रो कान्छी आमा हेर्नु सक्नुहुन्छ। यता यहाँ चाहिँ हाम्रो माइलो सालाज्यू भन्नु सक्छौँ हामी। एकदमै रमाइलो मान्छे हुनुहुन्छ यहाँ चाहिँ नि। र यहाँदेखि हाम्रो ब्लग चाहिँ सुरु भइसकेको छ साथी हो, हेर्न सक्नुहुन्छ तपाईँहरू। अब हामी चाहिँ नि प्युठान अहिले चाहिँ र यता बहिनीहरू पनि एकदमै चासो गरेर मेला हेर्न आउनु भएको छ, हेर्न सक्नुहुन्छ। नानी चालेर यो मान्छे चाहिँ एकदमै थुप्रै यहाँदेखि हेर्न सक्नुहुन्छ तपाईँहरू। रामको लागि एकदमै टनाटन आइसक्नु भएको छ। यहाँ चाहिँ यो चाहिँ हाम्रो घर। अब यहाँदेखि हामी मेलाको यात्रामा लाग्यौँ भन्न सक्छौँ, हेर्न सक्नु होला। मान्छेहरू मेलामा हेर्दै आउँदै हुनुहुन्छ टन्न मान्छेहरू। र यसरी हामी चाहिँ अब लाग्न लाग्यौँ। हामी चाहिँ यहाँबाट हिँड्न लागेछौँ साथीहरू, हामी देखाउन सक्छौँ भने तपाईँहरूलाई। र यसरी हामी चाहिँ अब सबैले लगभग घरका आफन्त मान्छेहरू सब सत्तिसक्नु भएको छ। हामी नि अब हिँड्न लाग्न लागेछौँ। हामी बिस्तारै मेलातिर गएर पुगेर चाहिँ यसो तपाईँहरूले 40 पुरा मेलाको यसो दर्शनहरू देखाउँछौँ र फेरि पनि भेटौँला हामी एकछिन पछि। यहाँ चाहिँ हाम्रो कर्मशाली यहाँ पनि अब मेलामा जानु लागि सत्तिसक्नु भएको छ। यहाँ चाहिँ हाम्रो बेबी केटा चाहिँ नि बहिनी। हेलो बहिनी, खै के यस्तो कपाल आमाया मामा मदरान यस्तो है, हेर्न सक्नुहुन्छ। अब हामी चाहिँ हिँड्न लागेछौँ। र यसरी एकदम हरिलो सुन्दर पार हेर्नुभयो होला तपाईँले, होइन? र हामी अगाडि पनि अझै राम्रो ठाउँहरू देखाउन सक्छौँ। हजुरहरूले हामीसँग जोडिराख्नु होला, हेरिदिनु होला, अनि यसरी लाइक कमेन्ट सेयर गरिदिनु होला यहाँ हाम्रो सानो ब्लगलाई। र यसरी मान्छे चाहिँ एकदमै थुप्रै हिँड्दै जाँदै